बुढा के भयो तपाईँलाई हाल एउटा कुरा सुनाउनु सुना के कुरा फेरि वाक्क लाउने भन्न छिटो भयो बुढा आज के भयो थाहा छ हजुरलाई फेरि कसका कुरा काट्नु लागि जेसुकैहरू जाऊ त पर्यो बुढा अलिकति पैसा चाहिएको थियो घर बस्यो मोबाइलमा के हेऱ्यो अनि त्यही अर्डर गर्यो अनलाइन अर्डर गर्यो पैसा माग्दै भयो ल ल यहाँ बिनाजुनी आउनुभयो अहिले पुरा आराम ल आउनुभयो तपाईँ ल म पानी लिएर आउँछु बस एकछिन यहाँ बस ल तिमी चाहिँ किन हो आजभोलि मन खोलेर पनि बोल्दैनौ खुसी भएर पनि बोल्दैनौ के भएको र किन अब खुसी भएर मन खोलेर सुनाउनलाई सुन्ने मान्छेले पनि त खुसी भएर मन खोलेर सुन्न पर्यो नि आफ्नो भनेर अनि अर्को कुरा अर्को हप्तादेखि म जबमा जाँदैछु घरको काम अब आधा आधा गर्ने मलाई सोधिनौ त फेरि काम पाइएको नपाइएको के हो कसो हो अब तपाईँलाई सोध्नुको के फाइदा त नि किन सोध्ने मैले त तपाईँले कमाएको पैसा हाम्रो आधा आधा होला हाम्रो होला भन्ने सोचेर पो काम छोडेको थिएँ घर हेर्छु केटाकेटी हेर्छु भनेर बसेको थिएँ अब तपाईँको पैसा तपाईँको मात्रै रहेछ तपाईँको पैसा मैले माग्दाखेरि दिनदिनै भिख मागे जस्तो माग्न पर्ने तपाईँकै छोराछोरीलाई खुवाउँदाखेरि पनि मैले यसै उडाएको जस्तो हुने घरको यस्तो सानो सानो सामान किन्न पनि कचकच गर्न पर्ने भएपछि अब मैले नि आफूले कमाउनु पर्यो नि त त्यसमा किन सोध्न पर्यो किन तपाईँको पर्मिसन चाहियो केही पनि चाहिएन अब घरको काम आधा आधा गर्ने कमाउन नि आधा आधा कमाउने अनि पछि आनन्दले बस्न पाइन्छ सबै भएर ल ल के हो यो मान्छे